यसलाई भन्छ त धान कटाइ हो भाउजूको फेरि हातमा त नि 150 वटा 151 वटा 151 वटा पाँदा कटिलु अझै मजाले लिपा पनि अझै मजाले हेलो एभ्रिवान यो चाहिँ डे 1 गाउँमा हैन अनि अब म चाहिँ कहाँ जान आँटेको आज भने भर्खर उठेर ड्याडलाई अब खानासाना खाएर स्कुल पुऱ्याइदिएँ अनि बाइक साइकल थन्काएर अनि अहिले म जाँदैछु घरमा तिर छिमेकीमा राख्नुपर्छ नि त बाइक चाहिँ अनि यहाँदेखि अब घरमा गएर हँसिया ठिक पारेर काट्नु चाहिँ पर्यो क्या धान चाहिँ काट्नु पर्यो क्या धान चाहिँ खुड्नु भएन धान काट्न जाने हो बहिनी चाहिँ यहाँ लिप्दै रहेछ यहाँ घरमा आउँदाखेरि होइन ल ल ल ल अझै मजाले लिपा पनि अझै मजाले मम्मी माथिबाट धान यता साथै हुन्छ भुइँमा भगवान धर अब धान काट्न जाने हो मेरो हतियार रेडी भइसकेको छ जाँदैछु म धान काट्नलाई धान त सबै सुत्यो त पानी हाल्दैन अलिकति धान सुतेर बर्बाद भयो चाहिँ हाम्रो गाउँमा चाहिँ यसरी लु यहाँबाट काटा मेरो पनि यहाँबाट यता कुनै यताबाट यता कुनै बिना चाहिँ यताबाट यता काट्दै हुन्छ यो गरन छिनाइयो उतलतिर गरन छिनाइयो सुरुमा चाहिँ आएर किन भिडियो नबनाएको भने पुन्द्रोमा चाहिँ अलिक ढिलो आइपुग्यो नि त अनि लाज हुन्छ नि त आउने बित्तिकै मोबाइल चलायो भने त्यही भएर हामीले अहिले भर्खर बनाएको कि कारण चाहिँ खतराकै बनाइयो लु यो एउटा गर यो एउटा गर त्यो तलतिर गर नि हानेर आएको हामीले कति मजा हुँदैन होइन कति मजा रमाइलो भइरहेको छ लु अब हामी खान आँटेको चिया खाने बेला भएछ नि त बुनु के खानुभएको दिदी अम्बा खानुभएको निसाले चिउरा खान आँटेको छु बोटको बोकेर ए बोरा ओछ्याएर बस्यो ल बोरा ओछ्यायो बस्यो बुनले चाहिँ हालेर आउँदैछ खोइ पोख्यो नि बुनु सबै पोख्यो के खाएको बुनु अम्बको प्रायः कबलाई खाएर लु यहाँ जो अम्बा खाउँ है लु किन नखानु हौ ए पाहाडको अर्ग्यानिक अम्बक है बोटबाट ल्याएर खाएको कि कहाँ अम्बक बोट किन चाहियो नि अम्बक पाइयो भने भइहाल्यो नि बोटको हामीलाई के मतलब होइन अम्बा खाएर बुढी भयो अब आज धान काट्दा कस्तो फिल भइरहेछ सर्न बसेर यो सुत्न पाइन्थ्यो दिउँसो यहाँनिर त धान काट्नु परेको छ अहिले आएर तिमीले अलिकति बढी बोल्यो बिल्कुल चुप एउटै एन्सर यति राम्रो बुझ्नु हैन धमाधुम काटायो अहिले चाहिँ धमाधुम सबैजनाको चियासा खाएर अलिक डह्रो भएर जोडले काट्दै हुन्छ लु यसलाई भन्छ त धान कटाइ हो भाउजूको फेरि हातमा त नि 150 वटा 151 वटा 151 वटा पाँदा कटिलु 151 वटा गाँदा कटिलु के भन्छ त्यसलाई गाँदा भन्छ ए गाँच गाँच भन्छ कहाँबाट गाँदा भन्दा फेरि मलाई हो ल यताको सबै छिनाइयो होइन धान सबै छिनाइयो यहाँदेखि तलदेखि यता माथि यहाँ आइसक्यो अनि अब चाहिँ खाजा खान जानुपर्ने अरे घर बाटो यस्तै छ पाहाडको बाटो कता माथि अब माथि काट्ने अब सक्दिनँ नि आज कि सकिँदैन होला यसलाई पनि ढले हानिसक्यो अब चाहिँ होइन यहाँ बाबेहरू ढली हान्दैछन् यहाँ फेरि खप्री परेर यत्तिका भान्जो पनि आइपुगेँ आजको लागि धान यस्तै काटाइ होला अलिकति बढी होला बुनु कहाँनिर छ यहाँनिर कहाँ गयो त्यो हरायो मैले बिदा मागेँ अब यति आजलाई काटाइ बुनु म चाहिँ बजार जान आँटेको तलतिर सो अब
छुट्टी भयो आजलाई छुट्टी भएन भन्छ भयो भयो योभन्दा हुन्न छैन है आजको हाम्रो देवानको चाहिँ काम सकेर धान काट्ने कार्यक्रम सकेर हामी यसो तल मार्केटतिर आएको छौँ बुनु र म घुम्दैछौँ यहाँ टक्क लाएर यो चाहिँ म पढेको स्कुल है यो 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 भवनहरू थिएन क्या त्यतिखेर यो थिएन यो चर्पी थिएन यो भवन थिएन यो बनेको थियो अनि त्यहाँदेखि यो भवन चाहिँ त्यतिखेर थिएन यो तलतिरको थियो ऊ त्यहाँ पनि थिएन यो भवन पनि थिएन यसको ठाउँमा अर्को थियो पुरानो पुरानो दुइटा थियो ब्लक तलतिर अनि त्यहाँदेखि अझै तलतिर एउटा थियो त्यति नै मात्रै अनि यो थियो एउटा यो सबै नयाँ भनेर यो यताको त यो थियो है ऊ परको नि रहेछ त स्कुल त खतरा भइसकेको छ यार निकै विकास भइसकेको छ स्कुल चटपटी खानलाई अनि तलतिर जान आएको थियो बुझ्नु